यथास्थिति बुझ्नको लागि प्रमुख अतिथिको आवश्यकता पर्न जान्छ र आजको यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा यसै विद्यालयका सञ्चालक आदरणीय व्यक्तित्व, यस विद्यालयका सञ्चालक, व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख अतिथिको रूपमा हामीले विजय कुमार ढुङ्गानाज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी र सानपना यस्तो गर्यो भने पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। राजलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। सामान्य प्रधानाध्यापकज्यू, शिक्षक शिक्षिकाज्यूहरू, निर्णायक मण्डल, प्रिय विद्यार्थी भाइ बहिनीहरू तथा उपस्थित यहाँ सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार तथा हार्दिक स्वागत गर्दछु। विद्यालय बाल क्लबद्वारा आयोजित सगरमाथा क्विज मेनिया सिजन 1 जस्तो ज्ञानमूलक तथा प्रेरणादायक कार्यक्रममा यहाँहरू सबैको उपस्थितिले यस कार्यक्रमलाई अझ गरिमामय बनाएको छ। यहाँहरूको अमूल्य उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दछु। हाजिर जवाब प्रतियोगिता केवल प्रश्न उत्तरको सीमित कार्यक्रम होइन, यो विद्यार्थीहरूको अध्ययन प्रतिको रुचि, तार्किक सोच, सामान्य ज्ञान, आत्मविश्वास, नेतृत्व क्षमता तथा स्वास्थ्य परिस्पर्धाको भावना विकास गर्ने एउटा सशक्त माध्यम हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिकाइलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्दछ। आयोजनाका लागि सहयोग गर्नुहुने यस विद्यालयका प्रशासन, सम्पूर्ण शिक्षक शिक्षिका, बाल क्लबका पदाधिकारीहरू, आयोजक टोलीहरू तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। सबै टोलीलाई धेरै शुभकामना। जित्ने टोलीलाई अग्रिम बधाई तथा अन्य सहभागीहरूलाई पनि निरन्तर सिक्दै अगाडि बढ्ने प्रेरणा मिलोस्। क्विज मेनिया सिजन 1 को सफलताको कार्यक्रम गर्दै यहाँहरू सबैजना हार्दिक स्वागत तथा धन्यवाद। क्विज मेनियाले कस्तो ज्ञान गर्छ, के गर्छ भन्ने कुराका साथसाथै उहाँले स्वागत गरेर गइसक्नु। हाम्रो कार्यक्रम लामो छ, छिटै गर्नुपर्ने भएको कारणले अब हामी यो औपचारिक कार्यक्रमलाई छोटो 2 शब्दमा कार्यक्रम समापन भएको घोषणा गरिदिनको लागि आजको कार्यक्रमका सभापति मनिषा गिरीलाई म यहाँ बोलाउँदैछु। र आजको औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद। सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुलका नेपाली शिक्षक कालिदास कोइरालाज्यू, सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुलको प्राङ्गणमा बाल क्लबद्वारा आयोजित हाजिर जवाब कार्यक्रम क्विज मेनिया सिजन 1 को अध्यक्षता ग्रहण गरिरहनु भएकी सगरमाथा बाल क्लबकी सभापति, हाम्रो विद्यालयको कक्षा 9 मा अध्ययनरत मनिषा गिरी, त्यसै गरी सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुलका म्यानेजिङ डाइरेक्टर
र यस कार्यक्रमका प्रमुख अतिथि विदुर कुमार ढुङ्गानाज्यू, त्यसै गरी यस कार्यक्रमको विशेष अतिथि रघु प्रसाद गौतमज्यू, विनायक मण्डलज्यू, हुन गइरहेको यो हाजिरी जवाब प्रतियोगिता प्रतिस्पर्धा मात्र होइन, यसले विद्यार्थीहरूलाई स्मरण शक्ति, तर्क शक्ति, आत्मविश्वास र प्रस्तुतीकरण क्षमताको विकास गर्ने उत्कृष्ट माध्यम पनि हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनका साथै स्वस्थ प्रतिस्पर्धाको विकास पनि गर्दछ। सहभागी सबै विद्यार्थीहरूलाई म बधाई दिन चाहन्छु। जित हार भन्दा पनि सहभागिता, सिकाइ र अनुभव नै सबैभन्दा ठुलो उपलब्धि हो। यस कार्यक्रमको सफल आयोजनाका लागि मेहनत गर्ने सगरमाथा बाल क्लब सम्पूर्ण शिक्षकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अन्त्यमा प्रतियोगिता सफल रहोस्। सबै सहभागीहरूलाई उज्जवल सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्यलाई पुर्याउन चाहन्छु। धन्यवाद। गर्नुहोस् धेरै काम भन्दै मैले आज अब यो स्थान हाम्रो क्विज मास्टर माधव घिमिरेज्यूलाई जिम्मा लाउँदै म पनि एउटा मलाई दिएकोमा सगरमाथा बाल क्लबलाई धन्यवाद दिँदै आजको यो कार्यक्रम छौँ। अब हामीले अस्ति नै एक हप्ता अगाडि ड्र गरेर टिम छुट्याइसकेको थियौँ। ग्रुप एमा जेलिसा खत्री, सलिम भट्टराई, अग्रिम चौलागाई। ग्रुप ए ग्रुप लीडर who is your I will ask you, okay, give your introduction yourself and tell your group leader. I will give you chance, okay? म तिमीहरूलाई भन्छु, त्यसपछि आफ्नो आफ्नो क्वेसन, प्रत्येक क्वेसन पहिलोचोटि सोध्दा हामी 40 सेकेन्ड, तिमीहरूले पहिलो ग्रुपले 40 सेकेन्डको टाइम पाउँछौ र पास भएको क्वेसन 20 सेकेन्ड अडियो सेकेन्ड र पास भएकोलाई 20 सेकेन्ड र पहिलो जसलाई क्वेसन पर्छ त्यसले पाउँछ 10 नम्बर 10 मार्क फर फर्स्ट क्वेसन। जसलाई क्वेसन पर्यो त्यसले 10 मार्क र पास क्वेसनलाई 5 मार्क। सबै राउन्डहरुमा क्वेसन पास हुनेछन्। हामीसँग भएको 3टा राउन्डमा क्वेसन पास हुने छैनन्। क्वेसन पास नहुने राउन्ड के के छन् भन्दा त्यसपछि हामीले अप्सन राउन्ड भनेर बनाएका छौँ, त्यहाँ क्वेसन पास हुँदैन र नेगेटिभ मार्किङ एउटा मात्रै राउन्डमा छ, त्यो भनेको अप्सन राउन्ड। अप्सन राउन्डमा क्वेसन नेगेटिभ मार्किङ हुन्छ, यदि मिलेन भने माइनस हुन्छ। त्यतिखेर नियमहरुमा त्यहाँ पुगेपछि र ग्रुप लिडर ओन्ली ग्रुप लिडर्स आर अलाउडेड टु गिभ एन्सर। ग्रुप लिडरले मात्रै एन्सर दिनुपर्ने छ। हामीसँग आज ऱ्यापिड फायर राउन्ड छैन, त्यो कारणले हामी ऱ्यापिड फायर राउन्ड यहाँ गर्दैनौँ। यो ऱ्यापिड फायर राउन्डमा यो लागु हुँदैन नियम। यहाँ ऱ्यापिड फायर राउन्ड हामीसँग छैन, त्यो कारणले यदि तपाईहरुको ग्रुपभन्दा बाहिरले एन्सर दियो भने त्यो एन्सर मान्ने हुँदैन है, अहिले भनेको छ। र सबै प्रश्नहरू पास हुन्छन्, 3टा राउन्डको क्वेसन पास हुँदैन। एउटा अप्सन राउन्ड, एउटा अडियो, एउटा भिजुअल, 3टा राउन्डको क्वेसन पास हुँदैनन् र प्रश्नहरूमा विवाद आए। अब कहिलेकाहीँ के हुन्छ भने एन्सर र तिमीहरूले पढेको एन्सर फरक पर्न सक्छ। यदि त्यस्तो भयो भने सबैभन्दा मान्ने चाहिँ मेरै एन्सर हुन्छ। मान्ने मेरै एन्सर, मेरो घरमा जे लेखेर त्यही एन्सर मान्ने हुन्छ। अब त्यो यो बाहिरको ठुलो क्विज भएदेखि लफडा हुन्थ्यो। आई होप त्यस्तो हुँदैन। यदि त्यस्तो हो भने हाम्रो क्विजको 3जना स्टुडेन्टहरू, हाम्रो क्विजको अहिलेसम्मको सहायता खतरा जे उनीहरूले भन्छन् त्यही मान्ने हुन्छ। एकचोटि राउन्ड वाइज ब्लक वाइज जान्छौँ, अर्कोचोटि एमा सकिन्छ। र अन्य कुरा तिमीहरूलाई थाहा छँदैछ, क्विज खेलेकै छौ। आफ्नो एन्सर छेउछाउमा जोडिएको छ, एन्सर लेखेर आफ्नो ग्रुप लिडरलाई भन्ने ल। हामी